Hey viewers, and welcome back to my YouTube channel. So today we are going to solve question number 9. The question number 9 is saying that write a program in C language to check whether a number is completely divisible by 7 or not. यो क्वेशनले के भन्दछ भने युजरले दिएको जुन नम्बर छ त्यो चाहिँ 7 ले डिभाइड हुन सकिन्छ कि सकिँदैन भन्ने कुरो आएको छ। सो आज हामी यको सल्युसन गर्नेछौं र आजसम्म तपाईहरुले YouTube को मेरो C प्रोग्रामिङ को सिरिज हेर्नु भएको छैन प्लिज चेक गर्नु होला। म यहाँ डिस्क्रिप्सनमा पनि प्रोवाइड गर्दिन्छु र त्यो सँगै यो भिडियोको आई बटनमा पनि दिइराख्दिन्छु र त्यो सँगै प्लिज यो भिडियो मन परेमा लाइक गरिदिनु होला र च्यानलको न्यू सेभेन च्यानललाई सब्स्क्राइब गरी अल नोटिफिकेसन पनि क्लिक गरिदिनु होला। सो अब हामी भिडियोलाई सुरु गर्नेछौं। अब हामी सुरु गरौँ। So write a program in C language to check whether a number is completely divisible by 7 or not. So भनेपछि यसमा नम्बरको कुरा आयो। So परिसरमा यहाँ लाइब्रेरी त हाल्नु पर्छ। include stdio.h. So त्यसपछि हाल्सकेपछि int main small brackets हाल्ने त्यसपछि curly brackets. So त्यसपछि हामीलाई नम्बरको कुरा गरेछ। नम्बर भन्नु बित्तिकै int लगाइदिने। So int लेख्दिन्छु। int मा अब के चीज लेखौं भन्दा फेरि युजरले हान्ने जतिको नम्बर लेखौं एउटा। अर्को भनेको यति मात्रै हुन्छ। सो त्यसपछि हामी के गर्ने अब युजरलाई मेसेज देखाउने। युजरलाई मेसेज देखाउनको लागि printf युज गर्छु स्मल ब्र्याकेट अनि इन्भर्टेड कमास। सो त्यसपछि म के लेख्छु भने इन्टर नम्बर के लेख्छु। सो त्यसपछि यहाँ युजरलाई बनाउने लेख्ने इन्भाइरोमेन्ट क्रिएट गरिदिन्छु। कसरी भने scanf युज गरेर scanf स्मल ब्र्याकेट इन्भर्टेड कमास त्यसपछि के गर्ने %d भनेको इन्टिजर्स मा के छ n छ n भनेको यो %d को भ्यालु भयो। सो भनेपछि यसमा युजरलाई भ्यालु पुट गर्नको लागि एन्ड सिम्बल चाहियो पछि मेक्सिन कमा दिम। ओके सो त्यसपछि के n को यो भ्यालु ओके त्यसपछि यसलाई सेमी कमाले टुक्राइदिने। सो यो भयो। अब युजरलाई त्यसको मतलब कि यो हालके मेसेज पनि पुग्यो। सो मेसेज पुगिसकेपछि के गर्ने अब यसलाई देखाउने कि अब यो 7 ले मतलब कि युजरले भ्यालु हालिसक्यो। अब त्यो 7 ले डिभाइड गर्न सकिन्छ कि सकिँदैन भन्ने खालको कुरा आउँछ। सो त्यसको लागि के गर्ने भने इफ युज गर्ने। इफ ब्र्याकेटमा लेख्दिने एन्ड पर्सेन्टेज के छ 7 इज इक्वल टु 0। ओके सो एन्ड पर्सेन्टेज 7 यो जुन भनेको छु मैले यसको भन्नेको मतलब के हो भने यो n भनेको त युजरले दिएको भ्यालु भयो। त्योसँग यो पर्सेन्टेज 7 भनेको छ। पर्सेन्टेज 7 भन्नुबित्तिकै के आयो भने यो डिभाइड गरेको जतिको मान छ र त्यस्तै गरी इक्वल्स टु 0 गरिदिने। सो त्यसपछि के हुन्छ भने हामी यसमा इफ एल्स जतिको युज गर्छौं। सो इफ एल्स को युज गर्ने हो। सो त्यसपछि के गर्ने भने इफ वा यो यदि त्यस्तो मतलब कि त्यो युजरले दिएको नम्बर मतलब कि 7 ले डिभाइडेबल भयो भने के देखाउँछु युजरलाई के भन्छ मेसेज printf स्मल ब्र्याकेट लिन्छौं। युजरले के दिने भने % कन्ट्रोल z गर्छु %d is divisible by 7 गरौँ। सो यो जुन मैले % दिएको छु त्यो भनेको के हो भने n को भ्यालु हो। सो त्यही भएर n लेख्दिने अनि यसलाई सेमिकोलनले टुक्राइदिने। सो त्यो सँगै अब के गर्ने भने यदि त्यो नम्बर चाहिँ 7 ले डिभाइडेबल गयो भने युजरलाई यो हालके मेसेज रिसिभ हुन्छ। तर यदि युजरले चाहिँ मतलब कि त्यो दिएको नम्बर चाहिँ 7 सँग डिभाइडेबल छैन भने के गर्ने एल्स युज गर्ने। एल्स युज गर्दा फेरि स्मल एल्स युज गर्ने त्यसपछि कर्ली ब्र्याकेट हुन्छ। त्यसमा के लेख्ने भने printf युजरलाई यो हालको मेसेज दिनुपर्छ %d is not divisible by 7। यो %d भनेको n को हुन्छ। सो त्यसपछि सेमिकोलन। सो त्यसपछि के हुन्छ भने अब यहाँतिर रिटर्न लेख्दिने RETURN रिटर्न 0। सो सेमिकोलनले टुक्राइदिने कन्ट्रोल एस गरिने। कन्ट्रोल एस गरिसकेपछि म यहाँतिर रन गराउँछु प्रोग्रामलाई। सो
F11 दबाएपछि सो यहाँ भयो अब इन्टर नम्बर जस्तो कि पोजिसनमा 7 ले डिभाइड गर्ने कुन छ 49 छ 49 लेखौँ इन्टर गरिदिउँ सो 49 इज डिभाइजेबल बाइ 7 सो अब एकचोटि फेरि गरौँ F11 सो त्यसपछि 49 त नभनौँ र अब के गर्छ भने 7 को 8 गरौँ अब 8 इज नट डिभाइजेबल बाइ 7 सो यसरी हाम्रो यो हालको क्वेशनको पनि सोलुसन यसरी भयो सो अब हामी क्वेशन नम्बर 10 मा छौं